हेलो एभ्रिवान आजको मेरो यो ब्रान्ड न्यू भिडियो र युट्युबको चाहिँ फर्स्ट भिडियोमा तपाईँहरूलाई स्वागत छ। आजको यो फर्स्ट भिडियोमा चाहिँ म तपाईँहरूलाई क्लाउडमा चाहिँ स्किल कसरी क्रिएट गर्ने भन्ने बारेमा सिकाउन गइरहेको छु। स्पेसल्ली यदि तपाईँहरू एसइओमा काम गर्नुहुन्छ र एसइओ रिलेटेड धेरै कामहरू अथवा रिलेटेड टास्कहरू गरिरहनुहुन्छ भने चाहिँ तपाईँहरूलाई यो भिडियो एकदम इम्पोर्टेन्ट छ, किनकि हामीले चाहिँ यो स्किलको युज गरेर चाहिँ हामीले आफ्नो टास्कलाई चाहिँ एकदम अटोमेट गर्न सकिन्छ। फर इक्जाम्पल आजको यो भिडियोमा चाहिँ म तपाईँहरूलाई कन्टेन्ट राइटिङ रिलेटेड यो स्किल चाहिँ कसरी क्रिएट गर्ने भन्ने बारेमा चाहिँ अलरेडी यसको बारेमा चाहिँ म तपाईँहरूलाई सिकाउन गइरहेको छु। र मैले चाहिँ अलरेडी एसइओ टाइटल अनि मेटा डिस्क्रिप्सनको बारेमा एउटा यहाँ तपाईँले देख्न सक्नुहुन्छ स्किल क्रिएट गरिसकेको छु, अनि अर्को राइटिङ रिलेटेड पनि मैले स्किल क्रिएट गरिसकेको छु। सो योभन्दा अगाडि पनि मैले स्किल चाहिँ क्रिएट गरेको छु, र एउटा चाहिँ अब न्युज कन्टेन्टको लागि मैले अलरेडी जस्तै कि अब रिसर्च गर्ने, अलरेडी जस्तै अब सबै डाटाहरूलाई चाहिँ भेरिफाई गर्ने, त्यो सबै काम चाहिँ एउटा हामीले चाहिँ स्किल क्रिएट गर्ने, अनि स्किल क्रिएट गरिसकेपछि चाहिँ सबै म्यानेज र रेडी टु पब्लिस कन्टेन्ट चाहिँ यो क्लाउड स्किलले चाहिँ लेखिदिन्छ। सो त्यसरी चाहिँ मैले एउटा अलरेडी बनाइसकेको छु। यदि तपाईँहरू चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ। म तपाईँहरूलाई एउटा जस्ट सेयर गर्नेछु त्यो स्किल पनि, यदि तपाईँहरूलाई चाहिन्छ भने। सो त्यसको लागि यदि चाहनुहुन्छ भने चाहिँ कमेन्ट गर्न सक्नुहुन्छ तल। सो ढिला नगरी आजको यो भिडियोलाई चाहिँ स्टार्ट गरिहालौँ। मैले चाहिँ तपाईँहरूलाई स्क्रैचबाट नै स्किल चाहिँ कन्टेन्ट राइटिङ स्पेसली एसइओको लागि चाहिँ कसरी क्रिएट गर्ने भन्ने बारेमा चाहिँ म तपाईँलाई स्क्रैचबाट चाहिँ सिकाउन गइरहेको छु यता। सो फर्स्ट अफ अल हामीले चाहिँ के गर्नुपर्छ भन्दाखेरि चाहिँ केबाट स्टार्ट गरौँ भन्दाखेरि चाहिँ वी आर आई वान्ट टु बिफोर द्याट हामीले चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ हाउ टु राइट content in 2026 so that I can rank my content in Google AI overview, LLMs, and LLMs. So tell me, what are the ranking factors are there in 2026 to rank any contents? सो मैले चाहिँ पहिला फर्स्टमा यसबाट स्टार्ट गरेँ है त। सो यसले सर्च गर्छ, अनि हामीले के गरेको भन्दाखेरि चाहिँ अब जस्ट फर इक्जाम्पल मलाई केही पनि आउँदैन अरे होइन। सो मैले चाहिँ के गरिरहेको छु भन्दाखेरि क्लाउडलाई नै अलरेडी कसरी लेख्ने, फर्स्टमा कन्टेन्ट कसरी लेख्ने भन्ने बारेमा सोधिरहेको छु। सो यसपछि चाहिँ के गर्न सकिन्छ भन्दाखेरि चाहिँ कन्टेन्ट कसरी लेख्ने भनेर जुन फ्याक्टरहरू दिन्छ, सो त्यसले एनालाइज गर्छ। एनालाइज गरिसकेपछि चाहिँ हामीले त्यो फ्याक्टरको अनुसार चाहिँ अथवा त्यो एउटा कन्टेन्ट रेडी हुनको लागि चाहिँ प्रम्प्ट कसरी बनाउन सकिन्छ भने त्यो पनि एउटा सोच्नेछु। सो त्यो सोधिसकेपछि चाहिँ हामीले प्रम्प्ट बनाइसकेपछि त्यो प्रम्प्टलाई चाहिँ कसरी स्किलमा कन्भर्ट गर्न सकिन्छ, सो त्यसबारेमा चाहिँ हामी फ्लोमा जान कोसिस गरिरहेको छौँ है त। सो यहाँ के दिएको छ भन्दाखेरि चाहिँ इट्स कम्प्रिहेन्सिभ ब्याकग्राउन्ड अफ वाट इट टेक्स टु ऱ्याङ्क यो कन्टेन्ट इन 2026 भनेर। सो अक्रस गुगल एआई ओभरभ्युज एन्ड एलएलएम्स लाइक ChatGPT एन्ड Perplexity. So 60% of searches now show in AI overviews. 47% of AI citations come from below 5 and 4.2x more likely cited with semantic completeness भनेछ। सो semantic completeness, सो अहिलेको 2026मा चाहिँ हामीले किवर्डलाई प्लेसमेन्ट गरेर मात्र अप्टिमाइजेसन गर्ने छैनौँ अथवा गर्नु हुँदैन। सो अहिले गुगलले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ के प्रिफर गर्छ भन्दाखेरि चाहिँ हामीले आफ्नो कन्टेन्टमा कतिको सेमेन्टिकल्ली रिलेभेन्ट अर सेमेन्टिकल्ली कन्टेक्स्ट टाइपको कन्टेन्टहरू चाहिँ अथवा किवर्डहरूलाई चाहिँ प्लेसमेन्ट गरेको छ। सो त्यसमा चाहिँ डिपेन्ड गर्छ। सो हामीले एक्ज्याक्ट किवर्ड नै युज गर्नुपर्छ भन्ने छैन अहिलेको 2026मा। सो सर्च इन्टेन्ट अलाइनमेन्ट, सर्च इन्टेन्ट कतिको अलाइनमेन्ट छ, मल्टिमोडल
content भनेर सो पेजेस कम्बाइनिङ टेक्स्ट इमेज भिडियोज स्ट्रक्चर डेटा सी 156% हायर एआई सिलेक्सन रेट्स सो यस्तो यस्तो दिइरहेछ होइन फर्स्ट ह्यान्ड पर्सपेक्टिभ भिजुअल अथरसिप्स ब्रान्ड एन्ड ब्याकलिङ्क सिक्नु सो ब्याकलिङ्क्स पनि एकदम इम्पोर्टेन्ट एउटा फ्याक्टर हो सो स्ट्रक्चर डेटा कोर प्याटर्न्स कन्टेन्ट फेसेस सो यस्तो यस्तो दिएको छ सो हिज इज strategic picture in plain language भनेपछि त्यो single biggest shift in 2026 is that AI systems evaluate meaning and completeness, not just keyword and links. So मैले भने नि किवर्ड र लिङ्क्स अथवा किवर्ड मात्र हामीले प्लेसमेन्ट गरेर चाहिँ अहिलेको अप्टिमाइजेसन 2026मा गर्न मिल्दैन किनकि हामीले कन्टेक्स्ट दिनुपर्ने हुन्छ कि गुगलले चाहिँ के गर्छ भन्दाखेरि चाहिँ अहिले चाहिँ यो कन्टेन्ट पुरा पढेर त्यसको कन्टेक्स्ट के छ इन्टेन्ट के छ कुन चाहिँ इन्टेन्टसँग चाहिँ यो कन्टेन्ट अलाइन हुन्छ भनेर चाहिँ सबै डिसाइड गर्न सक्छ गुगलको सिस्टम एकदम अहिले पावरफुल भइसकेको छ सो हाउ टु राइट कन्टेन्ट इन 2026 है त सो इन्टेन्ट अलाइनमेन्ट इज द प्राइमेरी फिल्टर भनेको छ सो अरू अरू धेरै कुराहरू आइरहेको छ यसमा सो अब हामीले के गर्न सकिन्छ भन्दाखेरि चाहिँ सो एउटा चाहिँ हामीले कसरी के फ्याक्टरहरू छ हामीले चाहिँ कन्टेन्ट देख्न सकिन्छ सो अर्को भनेको चाहिँ हामीले के गर्न सकिन्छ भन्दाखेरि आई वान्ट टु write a prompt prompt for content writing in 2026 so tell me सो हामीलाई चाहिँ मलाई चाहिँ केही पनि थाहा छैन मानौँ होइन सो हामीले चाहिँ के गर्न सक्यो भन्दाखेरि चाहिँ उसलाई नै किनकि एआई एकदम पावरफुल छ र उसलाई धेरै कुरा थाहा छ सो हामीले चाहिँ के गर्न सकिन्छ स्टेप बाई स्टेप फ्लोमा चाहिँ जस्तै अब हामीले फ्याक्टर गऱ्यो अब फ्याक्टरलाई चाहिँ अब यो फ्याक्टर अनुसार चाहिँ हामीले सो प्रम्प्टलाई चाहिँ कन्टेन्ट राइटिङको लागि चाहिँ प्रम्प्ट चाहिँ कसरी लेख्न सकिन्छ सो हामीले त्यसलाई फाइन्ड आउट गर्न सकिन्छ यसबाट सो यो एआईले अथवा क्लाउडले चाहिँ हामीलाई भन्छ सो I want to write a prompt for content writing 2026. So tell me how to write prompt for content writing in DIFFER different or any niche. हामीले यो गर्न सकिन्छ सो tell me step by step how to craft or write a killer or detailed prompt for content writing सो अब स्पेलिङहरू चाहिँ के भइरहेछ मिस्टेक भइरहेछ तर क्लाउडले बुझ्नु चाहिँ बुझ्छ तर मैले ग्रामरली इन्स्टल गरेको छ र ग्रामरलीले सबै मिलाइदिन्छ सो यो सेन्ड गरिदिउँ सो अब यसले के गर्छ भन्दाखेरि चाहिँ स्टेप बाई स्टेप हामीलाई गाइड दिन्छ कसरी चाहिँ हामीले प्रम्प्ट लेख्न सकिन्छ भनेर सो अब यसले यहाँ दियो Here is a complete step-by-step system, a guide, crafting killer content writing prompts, plus an interactive prompts builder you can use right now for any niche. Building your prompt architecture. So, यसले बनाउँदैछ role, topics, audience, intent, format, SEO, and AI output. So, यसरी दियो सो अब हामीले चाहिँ के यसले प्रम्प्ट कसरी गर्ने भनेर स्टेप बाई स्टेप गाइडेन्स दियो सो अब फेरि यसलाई म सोध्छु कि यो प्रम्प्टलाई चाहिँ अथवा यो जुन गाइडेन्स दिएको छ यो गाइडेन्सको बेसिसमा चाहिँ हामीले यसलाई नै फेरि मैले बनाउने होइन यसलाई नै चाहिँ यो एआई अथवा जस्ट यसलाई चाहिँ के गर्ने भन्दाखेरि अब प्रम्प्ट बनाइदियो फुल रेडी टु युज प्रम्प्ट बनाइदियो भनेर एउटा टास्क दिनुपर्छ सो अहिले गर्दैछ एकछिन वेट गरौँ सो यसले चाहिँ लाइक हियर इज अ ब्रेकडाउन भनेर चाहिँ
दिइसकेको छ। जस्तै अब रोल एन्ड पर्सना, टपिक एन्ड किवर्ड लेयर, अडियन्स डेफिनेसन, अनि सर्च इन्टेन्ट एन्ड कन्टेन्ट गोल, फर्मेट, स्ट्रक्चर, एसियो एन्ड एभिजिबिलिटी लेयर र फाइनल चाहिँ दिएको छ। सो अब यसले यति दिइसकेपछि यहाँ भने चाहिँ रोल, टपिक्स, अडियन्स, इन्टेन्ट, फर्मेट एन्ड अरू के छ होइन। सो अब के गर्न सकिन्छ भन्दाखेरि चाहिँ now I want you to write or write ready to use prompt for any CON content writing in SEO for any niche or PRO projects. Make sure that the PROMPT prompts, the prompt generate high quality of content and unique content that conduct competitor research of top 3 ranking rankings. So before write WRI writing content, the skill collect all the verified data and information, then you write the ready to publish content. Your content also हामीले के गर्न सकिन्छ भन्दाखेरि यो अब सो अब हामीले के गर्न सकिन्छ भन्दाखेरि जस्तै अब इन्टरनल लिङ्किङहरू पनि चाहिने हुनसक्छ, त्यस्तै गरी एक्सटर्नल लिङ्क चाहिने हुनसक्छ। सो हामीले चाहिँ अब के गर्न सकिन्छ भन्दाखेरि चाहिँ अल्सो मेक स्योर द्याट also make sure that you have to put 1 to 4 internal links and 1 to 3 or 1 to 2 external links from or to or in from the relevant authority and trusted sites in a relevant anchor text. So हामीले यति दियो. So now I want to write ready to I want you to write ready to use prompts for any content writing in SEO for any niche or product. So हल्का यहाँ टाइपोज अथवा ग्रामरहरू मिस्टेक भइरहेछ. सो यसले चाहिँ जस्ट यसले बुझ्छ भनौँ. सो फिल एन्ड जेनेरेट प्रिभ्यू प्रम्प्ट कपी र टेम्प्लेट हुनेछ.
So it's a master prompt ready to copy, paste, and use any niche. For any niche, below the prompt, I will explain every section. So यसले गर्दैछ, अलिकति वेट गर्नुपर्ने हुनसक्छ. So word count target 2000 देखि 3000 words, informational, educated. Drop down पनि दिएको छ. So pre-generated prompt भनेछ. I think यसले हल्का टेम्प्लेटतिर यहाँ बनाएको जस्तो छ. ओके, हेरौँ के बनाउँछ यसले. So building the master prompt भनेछ. Adding competitor research layer, writing in building the master prompt. तो वेट गरौँ. So finally यसले गरिसकेको छ. So how to use it भनेको छ. I think why this prompts work section by section भन्दैछ. अनि pre-generated. So यो चाहिँ prompt हो. So master SEO content writing prompt 2026 edition. You are an expert SEO content strategist and senior copywriter with 10 plus years of experience in the your niche industry. You have content brief, mandatory resource base, semantic and entity research, data and facts verification, also ranks, external links, sourcing, architectural requirements, body, detection paragraph, open those for copy गरौँ. The prompt is not perfect to use right now. Just right now. So I want to update this by adding more other important things. So अब के भयो भन्दाखेरि चाहिँ तपाईहरुले प्रम्प्ट कसरी बनाउने त्यो पनि लगभग सिकिसकेको छ. अब हामीले के गर्न सकिन्छ, यसलाई नै अलिकति अपडेट गर्न सकिन्छ र यसलाई यो प्रम्प्टलाई चाहिँ अझ बेटर बनाउन सकिन्छ. सो हाउ व्हाट डु यु वान्ट टु एड इम्प्रुभ इन्टरनल आन्सर स्ट्यान्डर समथिङ. आई थिंक यसलाई इन्टर गरिदिउँ अनि यसलाई अफ गरिदिउँ. यहाँ भन्दा नि यहाँ जाउँ. So make sure the make sure when you write content make sure in the starting of the article starting of the content, please provide the direct answer, ANSW answer the user wants or searching for. यो एउटा हो, किनकि हामीलाई एउटा डाइरेक्ट एन्सर भनेको चाहिँ कुनै पनि कन्टेन्ट लेख्दाखेरि
किनकि अब यो डाइरेक्ट एन्सर दिँदाखेरि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ एआई ओभरभ्यूमा ऱ्याङ्क हुने चान्स बढ्छ। सो डाइरेक्ट एन्सरले किनकि अब कुनै पनि एआई अथवा गुगलकै एआई ओभरभ्यूमा ऱ्याङ्क गर्नको लागि चाहिँ के गर्छ भन्दाखेरि चाहिँ गुगलले चाहिँ त्यो सबै कन्टेन्टलाई चाहिँ समराइज गर्नुपर्ने हुनसक्छ। सो तर हामीले एकैचोटि यो कुनै पनि क्वेसन अथवा जुन युजरले सर्च गरिरहेको हुन्छ सो त्यसलाई चाहिँ हामीले डाइरेक्ट एउटा सिम्प्लिफाई रूपमा चाहिँ त्यहाँ प्रोभाइड आफ्नो हाम्रो कन्टेन्टमा प्रोभाइड गरिदियो भने चाहिँ त्यो बेटर हुन्छ र गुगलले अथवा कुनै पनि एआई अथवा गुगलको एआई ओभरभ्यूले चाहिँ एआईहरूले चाहिँ इजिली एक्सट्र्याक्ट गर्न सकिन्छ र जसले गर्दा चाहिँ हाम्रो कन्टेन्टहरू चाहिँ गुगलको एआईबाट अथवा एलएलएमको एआई जुन कुनै पनि एआईले चाहिँ एक्सट्र्याक्ट गर्न सजिलो हुन्छ र हाम्रो उनीहरूले चाहिँ आफ्नो डाटाबेसमा चाहिँ सो गर्छ। सो यसरी चाहिँ एउटा भनेको चाहिँ डाइरेक्ट एन्सर हो। अनि अब यदि ह्युमेनाइजेसन पनि तपाईँले गर्न मन छ अथवा ह्युमेनाइजेसनमा कन्भर्ट गर्न चाहनुहुन्छ भने चाहिँ एउटा अर्को के पनि एड गर्न सकिन्छ भन्दाखेरि चाहिँ बिफोर giving the final output of the content, recheck and re-verify the content, re-verify if the content is fully humanized and with real data and unique PRES perspectives in the content, and that content outrank the competitors ranking in the top. So यति प्रोभाइड गरौँ है त। Here is the fully upgraded master prompt with your requested additions built in भनेको छ। सो अब यसलाई काम गर्न दियो एकछिन। राइटिङ अपग्रेडेड मास्टर एसइओ कन्टेन्ट प्रम्प्ट्स एज अ .md फाइल भनेको छ। सो यसले खासमा के गर्छ भन्दाखेरि चाहिँ .md फाइलमा चाहिँ स्किल क्रिएट गर्छ, बट यसले चाहिँ मलाई प्रम्प्ट नै बनाइदिएको छ। सो हेरौँ। सो अहिले चाहिँ के गरेको भन्दाखेरि चाहिँ जुन हामीले अगाडि जुन प्रम्प्ट बनाएको थियो सो त्यो प्रम्प्ट चाहिँ अलिकति त्यति मिलेको थिएन क्या। भन्नाले अब कि अहिलेको 2026मा चाहिँ हामीले कुनै पनि कन्टेन्टहरू लेख्दाखेरि चाहिँ अगाडि नै डाइरेक्ट एन्सरहरू दिनुपर्ने हुनसक्छ अथवा दिनुपर्ने नै हुन्छ प्रायः जस्तो। किनकि यस्तो डाइरेक्ट एन्सर दियो भने चाहिँ हामी एआई ओभरभ्यूको लागि अप्टिमाइजेसन गरेको भन्ने हुन्छ। अनि त्यस्तै गरी हामीले जुन एफएक्यूहरू हुन्छ त्यसमा पनि एज अ एआई अप्टिमाइज गरेर एसइओ अप्टिमाइज गरेर चाहिँ हामीले एफएक्यूहरू पनि एड गर्न सक्छ त्यो जुन कन्टेन्ट लेखिरहेको हुन्छ। सो अहिले चाहिँ के गरेको भन्दाखेरि चाहिँ हामीले जस्ट अघिको प्रम्प्टमा जुन हामीले अगाडि बनाएको थियो त्यसमा चाहिँ अलिकति इन्ट्रोडक्टरी पार्टमा चाहिँ जुन डाइरेक्ट एन्सर भन्ने हुन्थ्यो त्यो चाहिँ लेखेको छैन अथवा यो प्रम्प्टमा इन्क्लुड थिएन। अनि अर्को भनेको चाहिँ जुन ह्युमेनाइजेसन जुन हामी ह्युमेनाइज जुन हुन्छ नि एआई नभएर अलिकति ह्युमन टोनमा चाहिँ लेख्नु भनेर पनि हामीले जुन एड गरेको छ। सो त्यो एडिसनल पो त्यो योभन्दा अगाडि चाहिँ बिफोर चाहिँ थिएन। अनि अर्को भनेको चाहिँ यो इन्टरनल लिङ्किङ चाहिँ किन राख्छ भन्दाखेरि यदि यो इन्टरनल र एक्सटर्नल लिङ्क पनि राख्छ क्या यो क्लाउडले। सो हामीले म्यानुअली गर्न नपरोस् भनेर चाहिँ यो गरेको खासमा। र यसले दिइसकेको पनि छ। हेरौँ एकचोटि के गरेछ। अनि मास्टर एसइओ कन्टेन्ट राइटिङ प्रम्प्ट्स 2026 युआर एलाइट एसइओ कन्टेन्ट
digital journalist with 12 plus years of hands-on experience in the English. Uh, uh, uh. Mandatory research phase, data variation, humanized audit analysis. Before writing or answer these questions of to the guide the voice, what would a genuine expert who has done this say analysis? So article structure, writing instruction, and direct answer blocks analysis. 50-80 words, new required sections, introduction sections, body sections, strong hook, verified effort, internal external linkहरू छ, key takeaways, FAQ section छ, conclusion section, link placement rules, writing qualities and immunization standards. So यहाँ चाहिँ धेरै कुराहरू दिएको छ होइन. सेमेन्टिक कम्प्लिटनेस छ जुन चाहिँ एआई ओभरभ्यू अथवा एआईमा ऱ्याङ्क गर्नको लागि एकदम इम्पोर्टेन्ट हुन्छ. अनि राइटिङहरू छ. अब म के गर्छु भन्दाखेरि सो यो चाहिँ भयो प्रम्प्ट. अब now finally this is done. Okay, you and then finally this is done. Now I want you to create a cloud skill of this so that I can automate my task for content or ITI writing. So before that, tell me what to do to create a skill for this. So अब स्किल क्रिएट गर्नको लागि के गर्नुपर्छ भनेर पनि हामीले चाहिँ यसलाई नै सोध्यो फेरि. सो लगभग मैले जति पनि गरिरहेको छु सबै यसलाई सोधिरहेको छु. जुन क्वेसनिङ हुन्छ नि, जस्ट मैले जस्ट क्वेसन गरिरहेको छु अनि यसले एन्सर दिन्छ. फेरि त्यसलाई नै मैले क्वेसन गर्यो. सो के भइरहेछ भन्दाखेरि चाहिँ मैले फर्स्टमा चाहिँ कन्टेन्ट राइटिङ कसरी गर्ने 2026मा भनेर सोध्यो. सो 2026मा कसरी गर्ने भनेर सोधिसकेपछि यसले यो गर्नुपर्छ, यो फलो गर्नुपर्छ, यो फ्याक्टरहरू हुन्छ, ऱ्याङ्किङ फ्याक्टरहरू छ भनेर दियो. अब त्यसपछि मैले चाहिँ अब यो प्रम्प्ट कसरी बनाउने भनेर सोध्यो होइन. सो त्यसमा पनि अब यसले यसरी गर्नुपर्छ भनेर भन्यो. अनि प्रम्प्ट बनाऊ भनेर मैले फेरि क्वेसन गर्यो, उसले बनाइदियो. अनि त्यो क्वेसन जुन प्रम्प्ट बनाइसक्यो त्यो प्रम्प्टलाई मैले अलिकति मिसिङ जस्तै अलिकति फाइनल थिएन. सो त्यसलाई मैले अपडेट गर्नु भन्यो, त्यसले अपडेट गर्थ्यो. अब अपडेट गरिसकेपछि चाहिँ यसले यहाँ फाइनली मैले यहाँ स्किल क्रिएट गर्न भनेर भनिरहेको छु. सो अहिले चाहिँ यसले स्किल क्रिएट गर्नको लागि के गर्नुपर्छ एक्ज्याक्टली यु निड टु डु भनेर यहाँ स्टेप बाई स्टेप दिइरहेको छ. क्रिएट प्रोजेक्ट भनेर चाहिँ एड प्रम्प्ट्स, एड प्रोजेक्ट इन्स्ट्रक्सन, एड भनेछ द लिमिटेसन टु नो what you get when it set up भनेछ. So every time you need a new article, so you open the project, drop in 6 lines brief, and the skill automatically runs the full 4-page workflow. So अब यसले के गर्नुपर्छ भनेर भन्यो. अब यसलाई अलरेडी थाहा भयो के गर्नुपर्छ भनेर. सो अब म finally now create a ready to use cloud skill for this based on all above discussed and research and analysis. So
Now create a ready to use cloud skill for this content writing, WRIT writing, based on the all above discussed research and analysis. Mm, so that I can up or UP or OIT upload this skill in cloud, and I can automate my content writing task. So finally यो दिउँ, अब हेरौँ यसले के दिन्छ भनेर. Let me review it properly by reading the skill format first. Data file views. So now I have a clear picture of exact skill format. Let me build the complete skill package skill.md file plus a ready to use project instruction.md that you paste into cloud projects. So अब यिनीहरूले मलाई बनाउँदैछ creating the skill.md file, the skill definition file cloud reads to know when and how to activate भनेर भनेको छ. सो एकछिन यसलाई काम गर्न दिउँ, अनि यसले काम गरिसकेपछि हामीलाई फाइनल रेडी टु पब्लिस रेडी टु युज स्किल बनाएर दिन्छ. अनि यसलाई हामीले यो पनि हेर्न सकिन्छ, यहाँ के भन्छ भने सेमेन्टिक कम्प्लिटनेस हुनेछ, अनि निस एडाप्टेबिलिटी छ, हेल्थ एन्ड फिटनेस, अनि धेरै धेरै जस्तै अब एजुकेसन, इकमर्स, फुड, न्युट्रिसन, मेन्टल हेल्थ, डिजिटल मार्केटिङ, होम इम्प्रुभमेन्ट, सो धेरै निसहरूलाई चाहिँ यसले कभर गरेको छ. र यो धेरै निसहरूसँग रिलेटेड चाहिँ हामीलाई बनाएर अथवा धेरै निसहरूको लागि चाहिँ स्पेसिफिक भएर यदि मैले कुनै एउटा हेल्थसँग रिलेटेड एउटा टपिक प्रोभाइड गरेँ भने यसले चाहिँ यो स्किलले चाहिँ त्योसँग रिलेटेड रिसर्च गरेर सबै कम्पिटिटरहरू रिसर्च गरेर किवर्ड ग्याप कन्टेन्ट टपिकहरू सब हेडिङ्सहरू सबै मिलाएर चाहिँ इन्टरनल लिङ्किङ गरेर ह्युमनाइजेसन गरेर फाइनली हामीलाई कन्टेन्ट प्रोभाइड गर्छ. सो त्यसमा पनि हल्का अलिअलि एडिटहरू गर्नुपर्ने हुनसक्छ अथवा फर्दर फलोअप प्रम्प्टहरू अलिअलि दिनुपर्ने हुन्छ. सो त्यसपछि चाहिँ हामीलाई फाइनल प्रम्प्ट अथवा फाइनल कन्टेन्ट चाहिँ हामीले पाउन सकिन्छ. सो त्यसरी चाहिँ हामीले गर्नुपर्ने हुन्छ. सो अहिले चाहिँ यहाँ क्विक एन्सरहरू पनि आइरहेको छ. यहाँ 2 to 3 सेन्टेन्स डाइरेक्ट एन्सर टु दि कोर क्वेरी, जति जुन हाम्रो टपिकसँग रिलेटेड छ त्यसलाई चाहिँ भनिन्छ, त्यसलाई चाहिँ अलिकति डाइरेक्ट एन्सर दियो भने चाहिँ भनिन्छ हामीले डाइरेक्ट एन्सर इन बिफोर स्टार्टिङ दि content. So this is the single most important section for overview introduction. I think धेरै cover गरेको छ ल. You can ask question, verify data, writing quality standards. So तपाईँहरू अलिअलि कन्फ्युज हुन सक्ला हैन. अब प्रम्प्ट र जुन स्किल हुन्छ, सो त्यसमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ प्रम्प्ट भनेको चाहिँ हामीले खालि कपी पेस्ट गरिराख्नु पर्ने हुनसक्छ, अथवा हामीले कुनै पनि डकहरू अथवा कुनै पनि फाइलहरूमा सेभ गरिराख्नुपर्ने हुन्छ होइन. सो तर हामीले स्किल बनाइसकेपछि चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ हामीले टक्क स्किल चाहिँ अलिकति प्रम्प्टभन्दा अलिकति भास्ट, अलिकति धेरै फर्दर एक्सप्लेनेसन हुन्छ. जस प्रम्प्टभन्दा अलिकति बेटर हुन्छ, सबै अलरेडी कभर गरिसकेको हुन्छ. सो त्यो चाहिँ त्यसमा चाहिँ अब फाइनली हामीले एज अ कन्टेन्ट राइटर सम्बन्धित जति पनि रिक्वायरमेन्टहरू हुनसक्छ, जति पनि हाम्रो रुल्सहरू हुनसक्छ, सो त्यसमा हामीले सेटअप गर्न सक्यो र त्यो अनुसार चाहिँ यसले यो स्किलले चाहिँ काम गर्ने हुन्छ. र प्रम्प्ट भनेको जस्ट अलिकति जेनेरिक भनौँ होइन, त्योभन्दा अलिकति माथि लेभलको चाहिँ स्किल हो, जसले चाहिँ हामीले युज गरेर अटोमेट नै गर्न सकिन्छ क्या टास्कहरूलाई. सो यसले गर्दैछ, हेरौँ कति टाइम लाग्छ यसलाई. आई थिङ्क यसले दुईवटा के भन्दैन, वर्ड काउन्ट 25सम्म इन्फर्मेसनल इन्टेट छ, टोल अथोरिटेटिभ वार्म एभिडेन्स बेस्ड भन्ने छ, इन्टरनल लिङ्किङ पनि यसले दिन्छ. सो एकछिन यसलाई हुन दिउँ. सो अब प्रेजेन्ट गर्दैछ.
एउटा मास्टर एसइओ प्रम्प्ट भनेर दिएको छ, अर्को एसइओ कन्टेन्ट स्किल 2026 भनेर। सो हामीले यो हेर्न सक्यो। नप्रिपेयर भयो ओके। आई थिङ्क यसले जिप फाइलमा दिएको छ, हेरौँ के दिएको छ यसले। ब्रिफ टेम्पलेट प्रोजेक्ट इन्स्ट्रक्सन, आई थिङ्क हाम्रो चाहिँ फाइनल हो। यो कन्टेन्ट स्किल रहेछ, यसलाई ट्र्याक गरौँ। So SEO Content Writer 2026 activate this skill whenever the user wants to write a draft research भनेको छ हैन। सो फाइनली हामीले चाहिँ डाउनलोड गरिसकेका छौँ। मास्टर एसइओ प्रम्प्ट भनेको छ। मास्टर एसइओ कन्टेन्ट राइटिङ प्रम्प्ट्स 2026 एडिसन। सो हामीले यसलाई डाउनलोड गरौँ। .md मा दिएको छ। अनि सोधौँ, हल्का कन्फ्युजन भयो। सो यसले दुईवटा दिएको छ, त्यही भएर हल्का कन्फ्युजन भयो खासमा। जाउँ मास्टर, अनि के गरौँ भन्दा इज दिस the skill that I use? No, that file is a raw prompt template, not the skill. Let me show you exactly which file to use and why भनेछ। SEO content skill 2026। सो यो चाहिँ हाम्रो स्किल रहेछ। सो भनेपछि जुन हामीले अघि डाउनलोड गरेको थियो, यो डाउनलोड सो यसलाई रिनेम गरौँ, SEO content skill डेमो भनेर सेभ गरेँ, किनकि मैले अलरेडी नै धेरै अरू स्किलहरू पनि बनाएको थिएँ। र त्यो स्किल बनाएर चाहिँ मैले न्युजको लागि चाहिँ जुन अटोमेट नै गर्दै जस्तै छ कि, जस्तै अब टपिक प्रोभाइड गरेँ, टपिक प्रोभाइड गरिसकेपछि यसमा न्युज कन्टेन्ट लेख भनेर जस्ट यति मात्रै प्रम्प्ट हालिदियो भने पनि यसले चाहिँ यो स्किलले चाहिँ अटोमेटिकली सबै कन्टेन्टहरू चाहिँ जेनेरेट गरिदिन्छ, रेडी टु पब्लिस हुन्छ। विथ इन्टरनल लिङ्किङ एक्सटर्नल लिङ्किङ सबै गरिदिन्छ। सो यसरी चाहिँ हामीले गर्नुपर्ने हुन्छ। र अनि अर्को भनेको चाहिँ यदि हामीले यो बनाइसकेपछि टक्क यहाँ जाने अथवा यहाँ जाने, अनि यो आई थिङ्क यहाँबाट पनि जाने, इन्टु गरिदिउँ। सो इन्टु गरिदिउँ, यहाँ जाने प्लसमा, आई थिङ्क यसलाई त गरेन। सो रिफ्रेस गरिदिउँ एकचोटि, अनि यहाँ जाउँ, स्किलमा जाउँ। आई थिङ्क यो भिडियो अलिकति लामै भयो जस्तो लाग्यो, ल्याग गर्न थालेपछि मेरो ल्यापटप। सो यहाँ कस्टमाइजमा जान्छु म,
स्किलमा जाउँ। सो यहाँ चाहिँ मैले अलरेडी धेरै स्किलहरू बनाइसकेको छु। सो यहाँ जाने अनि अपलोड गर्दाखेरि चाहिँ टक्कै यसरी अपलोड गर्ने स्किललाई यो भयो। सो यहाँ अपलोड भयो सक्सेसफुल्ली। नाउ टक्क अनि त्यसपछि के गर्ने भन्दाखेरि राइट एन्ड SEO OPTI optimized content on the topic भनेर टक्क टपिकको नाम दिने। यसरी चाहिँ टक्क तपाईँले रिजल्टहरू चाहिँ कन्टेन्टहरू चाहिँ जेनेरेट गर्न सक्नुहुन्छ है त। टक्क यहाँ आफ्नो टपिक राखिदिने अनि फर्दर हामीले अलिकति जस्तै अब इन्टरनल लिङ्किङ दिएन अथवा एक्सटर्नल लिङ्किङ दिएन भने चाहिँ हामीले फलोअप जस्तै अब जुन यसले रेडी टु पब्लिस कन्टेन्ट जेनेरेट गर्छ यो हामीले प्रम्प्ट हालिसकेपछि प्रम्प्ट हालेर दिइसकेपछि अनि टक्क अलिकति हामीले डाटाहरू पनि भेरिफाई गर्नुपर्ने हुनसक्छ। त्यो गर्दाखेरि त्यसरी चाहिँ गरेर हामीले अलिकति फलोअप एउटा दुईवटा क्वेसनहरू अथवा फलोअप क्वेसनहरू अथवा के अपडेट गर्नुपर्ने हुन्छ नि कन्टेन्टमा। सो त्यो चाहिँ हामीले पछि यसले कन्टेन्ट जेनेरेट गरिसकेपछि गरेर फाइनल चाहिँ हामीले आउटपुट लिन सक्छ। अन्त यो जस प्रम्प्टको चाहिँ यो जुन स्किलको चाहिँ यही नै काम हो। सो स्किल गरिसकेपछि चाहिँ हामीले धेरै लामो चाहिँ यो प्रम्प्टहरू राखिराख्नु पर्दैन। सो एउटा दुईवटा लाइनको प्रम्प्ट दिइसकेपछि चाहिँ रेडी टु युज कन्टेन्ट रेडी टु पब्लिस कन्टेन्ट चाहिँ यसले जेनेरेट गरिदिन्छ। सो यसरी तपाईँले धेरै अथवा अलिकति फ्रीमा चाहिँ लिमिटेसन लागिहाल्छ तर प्रोमा चाहिँ तपाईँले धेरै कन्टेन्टहरू जेनेरेट गर्न सक्नुहुन्छ आफ्नो क्लाइन्टको लागि आफ्नो प्रोजेक्टको लागि। सो यसरी धेरै कन्टेन्टहरू जेनेरेट गर्न सक्नुहुन्छ तर म्यानुअली भेरिफाई पनि गर्नु पऱ्यो तपाईँले। फेरि एआईबाट भनेर धेरै कन्टेन्टहरू बल्कमा पब्लिस गर्दाखेरि गुगलले फ्ल्याग गर्न जुन फ्ल्याग गर्न सक्छ। सो तपाईँले चाहिँ अलिकति प्लानिङ बनाएर कन्टेन्टहरू पब्लिस गर्नुपर्ने हुन्छ। सो यही हो आजको लागि क्लाउडमा कसरी स्किल क्रिएट गर्ने कन्टेन्ट राइटिङको लागि भनेर आज स्पेसिफिक भएर चाहिँ एसइओको लागि एसइओ पर्सनहरू एसइओ स्पेसलिस्टहरूको लागि चाहिँ मैले यो डिटेल भिडियो बनाएको छु। आई होप तपाईँहरूलाई मन पर्यो होला र तपाईँहरूले यसबाट धेरै भ्याल्यु लिन सक्नुहुन्छ। म कन्फिडेन्स छु किनकि मैले नि अलरेडी गरिसकेको छु र मैले अलरेडी मेरो क्लाइन्टको लागि मेरो अफिसको लागि चाहिँ यो क्लाउड यस्तै स्किलहरू बनाएर चाहिँ टास्कहरूलाई अटोमेट गरिरहेको छु है त। सो गाइज आजलाई यति नै। सो सी यू इन द नेक्स्ट भिडियो। बाई बाई।